कोही बाँकी हुनुहुन्छ भने अहिले भन्न भ्याउनु भएन भने पनि तयार गरेर राख्नु होला, पछि पनि भन्न पाइन्छ है। फेरि सकियो भनेर सकिगयो भन्ने कुरा हुन्छ। यहाँलाई धेरै धेरै नमन व्यक्त गर्दछु। आजको यो छलफल संवाद कार्यक्रममा आइदिनुभयो, आफ्नो जिज्ञासाहरू राख्नुभयो, मलाई सहयोग गर्नुभयो, त्यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। वास्तवमा हामीसँग भएको समस्याहरू कसले सुन्नुपर्छ भन्दाखेरि राज्यसम्म कसले पुर्याउँछ भन्दाखेरि हामी सांसदहरूले हामी मार्फतै जाने हो। त्यसैको पहल कदमी स्वरूप मैले चाहिँ यो संवाद कार्यक्रम भनेर अहिले राखेको। अब 1-1.5 महिना अगाडि चाहिँ फ्रन्ट लाइनमा, बेस लाइनमा नागरिकसँग डाइरेक्ट ठोक्किने कार्यालयहरूमा के कसरी काम भइरहेको छ, के कस्ता समस्याहरू छन्, के अभावहरू छन्, उहाँहरूले कस्ता कस्ता समस्याहरू फेस गर्नु भएको छन् भन्ने कुरा चाहिँ मैले अनुगमन त म भन्दिनँ, त्यो समस्या बुझ्ने कुरा चाहिँ मैले गरेका थिएँ, काम गरेका थिएँ। अनुगमन भनेको चाहिँ भइसकेको कुरालाई कति भयो भएन भन्ने कुरा हो। अहिले हाम्रो नयाँ परिस्थितिमा राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बनिकन किन लाउन पर्यो, बिजुलीमा 5% कर किन लाउनु पर्यो, यो सरकारप्रति चाहिँ धेरै आशा गरेका थिए सम्पूर्ण नागरिकले मात्रै, देशका नागरिकले मात्रै होइन, अन्तर्राष्ट्रिय क्षेत्रले पनि ठुलो आशा गरेका थियो होइन। जो आशा लाग्दो उही जेठाजु किन पर्यो भन्ने कुराहरू गर्नुभयो। अनि सँगसँगै के भनिदिनु हो भने राष्ट्रिय स्वतन्त्र पार्टीले 182 सिट लिएर विजय गर्न चाहिँ सरकार बनाउँदै गर्दाखेरि बोकाले दाई हुँदैन भन्ने कुरा एकदम गतिलो झापड दिनुभएको छ। उहाँको त्यो झापडमा एकदमै स्वीकार गर्छु र उहाँलाई म के भन्न चाहन्छु भने हजुरहरूले एउटा सरकार बन्दै गर्दाखेरिको अवस्थालाई, सरकारलाई यति सानो तुलनामा नदाँजिदिनुहोस्। बोकाले दाई गर्छ गर्दैन भन्ने कुरा चाहिँ अहिले दाई सुरु भएकै छैन। बल्ल अस्ति साउन 1 गतेदेखि 2083 साल जेठ 15 गते पेश भएको बजेटको कार्यान्वयन अस्ति साउन 1 गतेदेखि सुरु भएको छ। त्यो भन्दा अगाडि नै म राजनीतिक रूपमा आक्षेप लाउन चाहन्न। विगतका व्यवस्था, विगतका अवस्था सिर्जना गर्ने पक्षहरूबाट यो बजेटलाई चाहिँ जसरी भए पनि फेल्योर गराउनुपर्छ, यो सरकारलाई जसरी भए पनि फेल्योर गराउनुपर्छ भनेर यो 3% शिक्षा स्वास्थ्य, 5% बिजुलीमा कर, यी विषयमा चाहिँ व्यापक जनतालाई चाहिँ उचाल्ने काम, भड्काउने काम अनलाइन मिडिया मार्फत चाहिँ यो गरियो। अब यसको उद्देश्य उहाँहरूले राजनीतिक उद्देश्य राख्नु भएको थियो होला, राख्नु पनि पर्छ राजनीति गर्ने दलले, त्यसमा मेरो विमति होइन। तर के यथार्थमा हामीहरूले बुझ्नुपर्छ भने जेठ 15 गते नयाँ सरकारले बजेट प्रस्तुत गर्दै गर्दाखेरि गरिसके पछाडि तत्कालीन सत्तासीन दलहरू, अहिले बाहिर रहेका दलहरूले पनि बजेटमा मिश्रित प्रतिक्रिया दिनुभयो। उहाँहरूले यो हाम्रो चलनै छ, विपक्षी दलहरूले मिश्रित प्रतिक्रिया दिने यो चलनै छ। तथापि यो देशको अर्थतन्त्र सँगालेर राख्ने, अर्थतन्त्रलाई चाहिँ मजबुत बनाएर राख्ने भनेको उद्योग व्यापार क्षेत्र हो। उद्योगी व्यापारी क्षेत्रले अहिलेसम्म नेपालमा बहुदलीय प्रजातन्त्र पुनर्स्थापना भइसकेपछि अहिलेसम्मको सबैभन्दा उत्कृष्ट बजेट भनेर एक मुखले
पहिला बरु के भने दलगत तपाईँको चाहिँ प्रतिनिधित्व 104 वर्ष हामीले राणा शासन बितायौँ, 30 वर्ष पञ्चायत बितायौँ, 35 वर्ष हाम्रो जेनजी आन्दोलनभन्दा अगाडिको समय बितायौँ। त्यसले हामीहरूलाई के दियो त? आखिरमा आज हाम्रो लगभग 1 करोड व्यक्ति विदेश जाने बनायो। आज तपाईँको त्यसका कारणले परिवारमा बेमेल बढेको छ, समाजमा अशान्ति बढेको छ, हैन, हिंसा बढेको छ। तपाईँ हाम्रा नानीहरू सही मानेमा चाहिँ स्कुल पढ्न पाएका छैनन्। पढ्न त पठाएको छ, तर बाबुआमाको माया छैन, बाबुआमाको निर्देशन छैन, बाबुआमाको सिकाइ पाएको छैन। हजुरआमासँग बसे होलान्, नालीमा बसे होलान्, तर उनीहरूले सही मातृत्व, सही भातृत्व पाएका छैन। त्यसको असर कहाँ परेको छ? आज बालबच्चाहरू 10 वर्षदेखि दुर्व्यसनीमा लागेका छन्। यो कुरा हजुरहरूले बुझ्नु भएको छ? यो हाम्रो लागि दुःखदायी अवस्था हो कि होइन? के यो अवस्था अहिले बालन सरकारले ल्याइदिया हो? होइन नि? के भन्नुहुन्छ हजुरहरू? यसमा पत्याउनुहुन्छ नि? मैले झुटा विवरण बनाएर बोलेको छैन है। यो 35 वर्ष 30 वर्षले के अरे 30 वर्ष र 35 वर्षले हामीहरूलाई दिएको उपहार। आज गाउँ बस्ती खाली भएको छ। पहाडमा गयो भने तपाईँको चाहिँ के भने अन्न बाली लाउन पाएको छैन। लगाएको अन्न बाली पनि वन्य जन्तुले नष्ट गरिरहेको छ। काम गर्न सक्ने मान्छे छैनन्, होइन। म इलाम व्यापक रूपमा पहाड घुमेको छु, तर अन्य पहाडी जिल्लाको तुलनामा इलाम चाहिँ अलिक विकसितै रहेछ, मान्छेहरू पनि निकै नै रहेछन्। तथापि अन्य पहाडी जिल्लाहरूमा जानुभयो भने मान्छे पाइँदैन, गाह्रो छ। हाम्रो देश दुनियाँ खाली भइरहेको छ। आज प्रजनन दर घटेर 1% पनि तल छ। एक दम्पतिमा एक भनेको 1 बराबर राखेरी 3 महिनामै सप्रिनु पर्ने हो। यो अनिवार्य छ। जबकि यो सरकारले आफ्नो बजेट पनि कार्यान्वयन गर्न पाएको छैन। चैत 13 गते मन्त्री परिषद गठन भयो, असार 32 गतेसम्म त पुरानै सरकारको बजेटमा काम गर्यो सरकारले। त्यसमा सुधार गर्न खोज्दाखेरि पनि यो सरकारलाई जसरी भए पनि बदनाम गराउनुपर्छ जनताको अगाडि भनेर यी असफल प्रयासहरू भए। आउँदैछु 3% समता कर किन लाउनु पर्यो शिक्षामा, स्वास्थ्यमा, हैन? 5% बिजुलीमा किन लाउनु पर्यो? अहिले हजुरहरू भन्दै हुनुहुन्छ हाम्रो ठाउँमा बत्ती झ्याप्प जान्छ। यसको कारण के हो? हामीले खोजेका छौँ। हामीलाई त यति चाहिएको छ बत्ती कन्टिन्यू आउनु पर्यो। किन गइरहेको छ? तर कारण हामी खोजेका छौँ। कारण खोज्न पर्यो नि। तपाईँ हामी 7 साल अगाडि प्रजा थियौँ, होइन? 7 साल पछाडि हामी जनता भयौँ। 72 सालको संविधान पछाडि अब हामी सार्वभौम नागरिक भएका छौँ। सार्वभौम नागरिक हुनुको अर्थ के हो त भन्दाखेरि जति हामीले अधिकार खोज्छौँ त्यति नै हाम्रो कर्तव्य पनि छ। राज्य बनाउनमा, राष्ट्र बनाउनमा हामीले त्यो कन्ट्रिब्युसन गर्नुपर्छ। कसरी गर्नु पर्यो भन्दाखेरि विकास निर्माण अघि मोदी सरले भन्नुभयो नि, कहाँ यो जानुपर्ने हो, के हेर्नुपर्ने हो, कुन ठाउँमा जानु हो। यो तपाईँले स्थानीय सरकार यति बलियो सरकार तपाईँको चाहिँ दिने गरी संविधानले व्यवस्था गरेका छ। यो सरकारले यो नगरपालिकाको टेरिटोरी भित्रका नागरिकलाई सेवा सुविधा दिन्छु भनेर उहाँहरू चाहिँ राजनीति गरेर कसम खाएर आउनु भएको छ। अब दिनुपर्छ कि पर्दैन? स्थानीय बाटाका कुरा गर्नुभयो। हिजो तपाईँको चाहिँ के भने बाटामा खाल राख्यो, त्यस कारणले चाहिँ अग्नि नियन्त्रक यन्त्र चाहिँ पुग्न सकेन, फलानुको घर पुरै जल्यो, जनधनको क्षति भयो। अब यो स्थानीय बाटोहरू बनाउने जिम्मा कसको? नदी खोला नियन्त्रण कसको जिम्मामा छ? हजुरहरूले जानु पर्यो, भन्नु पर्यो क्या मेयरलाई, उपमेयरलाई भन्नु पर्यो, वडा अध्यक्षलाई भन्नु पर्यो। तपाईँहरू स्थानीय सरकार, हामी नागरिक के अरे यो नगरभित्रका नागरिकको सम्पूर्ण जिम्मा लिएर बस्नु भएको छ। के गर्नुभयो भनेर तपाईँहरूले एक दिन जानुभयो खोज्न? राष्ट्र स्वतन्त्र पार्टी 79 सालमा गठन भयो। 79 सालको निर्वाचनमा हामी होम्यौँ। त्यस पछाडि तपाईँको चाहिँ पथरी नगरमा आएर हाम्रो कमलजी सभापति हुनुहुन्थ्यो। अनि तपाईँहरूले खोज्नुपर्छ है त्यहाँ गएर भनेर मैले भनेपछि अनि मलाई पनि बोलाएर 2-3 पटक हामी नगरमा गयौँ। तर त्यसै त जानुभयो तपाईँले? अहिले खोज्नुभयो स्थानीय सरकारले के गर्नुपर्छ, के हामीहरूलाई चाहिँ आवश्यक छ भन्ने कुरा तपाईँहरूले खोज्नुभयो। नागरिक हुनुभयो, तपाईँहरूलाई सुविधा चाहियो अनि बन्द भइगयो, सक्यो।
त्यो होइन। तपाईँ सार्वभौम नागरिक हो। यो सरकारले सही गर्यो कि गरेन त्यो मूल्याङ्कन तपाईँहरूले गर्नुपर्छ, खोज्नुपर्छ। खोज्नु भएन भने तपाईँ हामी सधैँ पछि पर्छौँ। हामी पछि परेकै कारण नागरिक सचेत नभएर, नागरिकले आफ्नो हक हिस्सा नखोजेर अब कहिले खोज्नुपर्छ। मैले यो भन्दै गर्दाखेरि बालन सरकारको चाहिँ खोज्नुहुन्न भनेको होइन, खोज्नुपर्छ। बालन सरकारको त हामी नै खोजिरहेका छौँ। संसदमा देख्नु भएको छ नि, हिजोका सांसदहरू आफ्नो सरकारको बचाउ गर्थे गल्ती गर्दा पनि, तर हाम्रा सांसदहरूले गरेका छन्। सुन्नु भएको छ नि जगदीश खरेलले बोलेको, सुन्नु भएको छ नि खगेन्द्र सुनारले बोलेको, सुन्नु भएको छ नि विपिन आचार्यले बोलेको, प्रेमलाल चौधरीले बोलेको सुन्नु भएको छ नि। हामी लुकाएर राख्दैनौँ। सरकारले गर्नुपर्ने दायित्व जे जिम्मेवार छ त्यसका लागि हाम्रो सरकारलाई एकदमै जिम्मेवार बनाउने ढङ्गले राष्ट्रिय स्वतन्त्र पार्टीले त्यो विधि विधान व्यवस्था गरिरहेको छ। मिडियामा त यस्तो आयो त, त्यही सुकुम्बासीको बारेमा तपाईँले कहाँ थाहा पाउनुभयो त हजुर भन्नु न भन्दाखेरि, अनि त्यहाँ सरकारले कुनै निर्देशन जारी गरेका छ छैन, प्रदेश सरकारले कुनै निर्देशन जारी गरेका छ छैन, स्थानीय सरकारले गरेका छ छैन, पुलिस प्रशासनले कहीँ तपाईँहरूलाई सूचना जारी गरेका छैन। ल सुकुम्बासी भत्काउने उठाउने कहीँबाट कुनै सरकारी निकायबाट जारी भएको छैन भने तपाईँले यो दिमागमा कसरी भर्नुभयो त भन्दै गर्दाखेरि सेतोपार्टी.com ले लेख्यो। सेतो पार्टी के सरकारको मुखपत्र हो, सरकारी कार्यालय हो त होइन नि। अहिले यो समता करको बारेमा तपाईँको त्यसै गरी उठाएको छ। अब आउनुहोस्, 21 खर्ब सवा 21 खर्बको बजेट अहिले माननीय अर्थमन्त्रीज्यूले पेश गर्नुभएको छ। त्यसमा 15 खर्बको चाहिँ तपाईँको लगभग 15 खर्ब 14 खर्ब समथिङ छ, लगभग 15 खर्बको चाहिँ राजस्वको अनुमान गरेका छ। अब बाँकी 6 खर्ब त तपाईँको त घाटा छ नि, छ कि छैन? बाँकी 6 खर्ब घाटा छ। त्यो घाटा केबाट पूर्ति गर्ने अनि विकास कसरी गर्ने भन्दाखेरि आन्तरिक ऋण र बाह्य ऋण, यो दुईटा ऋण लिन पाउँछ सरकारले। अस्ति हामीले विधेयक पेश भएको थियो, सरकारबाट पास गरिदिइसक्यो। अब 6 खर्ब ऋण आउँदै गर्दाखेरि त्यसमा लगभग 3 खर्ब ऋण चाहिँ तिर्ने, अनि त्यहाँबाट चाहिँ 3 खर्ब ऋण चाहिँ के अरे विकास बजेटमा लगाउने। यही हो हाम्रो बजेटको आकार। गत वर्ष पनि 12 खर्बको राजस्व थियो, 17 खर्बको तपाईँको चाहिँ कुल बजेट थियो, 5 खर्ब तपाईँको चाहिँ घाटा थियो। त्यसमा पनि 4 खर्ब तपाईँको चाहिँ के भने ऋणै लिने भनेको थियो, 3 खर्ब मात्रै विकासको थियो। ऋणबाट हामी विकास गर्दैछौँ। विगतमा के भयो, ऋणबाट विकास त गर्न खोजियो तर त्यो विकासमा सबै मोह चाट्ने काम मात्रै भयो। त्यसैले आज हामी हाम्रा होनहार बालबालिकाहरूलाई 11 पास गरिसकेपछि विदेश पठाउन खोजिरहेका छौँ। ब्याचलर गरेपछि हामी विदेशमा काम गर्न पठाइरहेका छौँ। कतिले त अब पढेर के गर्ने यस्तोसम्म भाष्य सिर्जना गरिदिएछ गाउँघरमा, तेरो छोरा पढेर के गर्छ र, सरकारी जागिर त पाउँदैन, बरु विदेश पठान भनेर कन्सल्टेन्सीहरू मार्फत हेर्नु। उहाँहरूको पहुँच यहाँसम्म छ। कन्सल्टेन्सी बिछ्याएर तपाईँको गाउँ गाउँमा पठाएर अनि मान्छेलाई चाहिँ पढ्नबाट वञ्चित गरेर विदेश पठाउन प्रेरित गरिरहेको थियो। यो 35 वर्षको काल त्यस्तो हुँदा हुँदा नक्कली भुटानी बनाएर पठाउनेसम्म पनि देख्यौँ नि। हामी अझै हामी त्यही कुरामा पत्यार गरिरहेका छौँ। आज यो 3% समता कर कसलाई लागेको छ? हाम्रो आम बुझाइ, राष्ट्रिय बुझाइ, अन्तर्राष्ट्रिय बुझाइ के हो भने धनीले जसले धन कमाउँछ त्यसले ट्याक्स तिर्नुपर्छ, बढी ट्याक्स तिर्नुपर्छ। यो प्रगतिशील करको दर भन्छ। बढी ट्याक्स तिर्नुपर्छ र राज्यले के गर्छ भने उसँग बढी ट्याक्स तिरेर ट्याक्स लिएर अनि गरिब वर्गलाई चाहिँ समतामूलक रूपमा बाँड्छ। यो राज्यको कर्म हो, गर्नुपर्छ। त्यसैका लागि यो 3% चाहिँ शिक्षा र स्वास्थ्यमा कर लागेको थियो। त्यो कहाँ भने बोर्डिङमा पढाउने विद्यार्थीका अभिभावकले तिर्ने हो त्यो 3% समता कर। निजी स्वास्थ्य संस्थामा गएर उपचार गराउँदाखेरि तिर्नुपर्ने हो 3% समता कर, तर सरकारीमा होइन। अब यहाँ प्रश्न उठ्छ, सरकारीलाई पहिला राम्रो बनाउनु पर्यो नि त भनेर प्रश्न उठ्छ। सरकारी विद्यालयलाई राम्रो बनाउनु पर्यो, सरकारी स्वास्थ्य संस्थालाई राम्रो बनाउनु पर्यो, अनि मात्रै यो कर लाउन पाइयो भन्छ नागरिकहरूले। अब यो कति सत्य छ त यो कुरा?
35 वर्ष लाएर बिगारेको कुरोलाई बालन सरकारले 3 महिनामा बनाइदिएर अनि त्यहाँबाट फेरि तपाईँको चाहिँ के भने ल अनि चाहिँ त्यहाँ जानु अनि 3% कर तिर्नु भनेर भन्न मिल्छ? 3 महिना पनि त्यो अर्काको बजेट, अर्काले पेश गरेको बजेट र नीति कार्यक्रम मिल्छ? त्यो सकिन्छ, सम्भव छ? 3 महिनामा एउटा बच्चा जन्मिन 9 महिना लाग्छ। त्यो 9 महिनाभित्रमा त्यो के अरे मातृशक्तिले गर्भ भएको बसेको दिनदेखि कति उसले वेदना, प्रसुति वेदना खपेको हुन्छ। कल्पना गर्नुहोस् तपाईँहरू। र अझ जब त्यो बच्चा जन्मिने बेला हुन्छ त्यति बेला झन् प्रसव पीडा कति हुन्छ सोच्नुहोस् त। अनि यो 35 वर्ष लाएर बिगारेको सबै सिस्टम बिग्रेको छ, सबै कुरा भत्ताभुङ्ग छ, सबै कुरामा सेटिङ छ। तपाईँको चाहिँ अहिले प्रगतिशील सरकारले काम गर्छु भनेर गर्न खोज्दाखेरि गर्न नदिने तपाईँको चाहिँ संयन्त्र छ। अनि त्यसका बीचमा हामी कम्मलमा हिलोमा कम्मल फुलाउन छिट्टै सक्दैन। त्यसका लागि सरकारले प्रयास गरेको छ। 100वटा कार्यसूची, शासकीय सुधारका 100वटा कार्यसूची प्रस्तुत गरेको छ। त्यो अनुसारले त्यो स्पिड लिएर सरकार अगाडि बढेको छ। ब्रेक कसले लाग्यो? संवैधानिक आयोगमा लगायत विभिन्न सङ्घमा चाहिँ सङ्घ संस्थामा तपाईँको 1400-1500 कर्मचारी थिए नि, ती जिएम बनाउँदा तिनीहरूलाई हटाउने विधेयक लास्टमा सरकारले ल्याउनु पर्यो। अध्यादेश ल्याएर त्यो हटाइयो। हटाएपछि त्यो अवरोध केही कम भयो। अब आयो हेर्नु कर्मचारी तन्त्र। कर्मचारी तन्त्र के छ? हिजोका दिनमा पार्टीको लेटर प्याडमा सिफारिस भएका मान्छेहरू त्यहाँ लोकसेवामा पास भएर पनि आएको छ। पार्टीको लेटर प्याडमा म आफै त्यसको भुक्तभोगी हो। 48 सालमा म असैमा भिड्न गएको आइकम पास गर्न। मसँगै जाने साथीहरूले, दुबीका साथीहरूले विजय गजदारको रिकमेन्डमा तपाईँको चाहिँ के भने नेपाली काङ्ग्रेसको लेटर प्याड लिएर जाने साथीहरू त्यति बेला असै हुनुभयो। म मेडिकलमै फेल भएँ, मेरो लेटर प्याड थिएन। अब भन्नुहोस्, राजनीतिक दलको सिफारिसमा नियुक्त भएका कर्मचारीले कसका लागि काम गरिदिन्छन्? त्यसैको फलस्वरूप सरकारले के गर्ने त भन्दाखेरि अब 55-30 को अल्टरनेट दिएर निजामती विधेयक ल्याउने। सुन्नुभयो होला नि, 55-30 को कन्सेप्टमा चाहिँ निजामती विधेयक आउँदैछ भनेर। त्यसकै लागि तपाईँको चाहिँ 1 अरब भन्दा बढीको बजेट छ अहिलेको के अरे स्थानीय सरकारले। पहिला त कति थियो? त्यही 43 करोड, 50 करोड, बढीमा 76 करोडसम्म। अहिले 1 नम्बरका नगरपालिकाहरूलाई चाहिँ तपाईँको अरब भन्दा बढीको बजेट छ। लगाउन सकिँदैन, गर्न चाहँदाखेरि हुन्छ। हाम्रो सुन्दर हनुचा नगरपालिकाको 12 नम्बर वार्डमा एउटै सुकुना खोला छ। सुकुना क्याम्पस अगाडिदेखि यता तल लिएर 4वटा पुल बनाएको छ। 1.5 करोड बजेट। आखिर गर्न खोज्दा त हुँदो रहेछ नि त। अनि बजेटै छैन, सरकारले दिएन भनेर तपाईँहरूलाई टारिदिन। तपाईँहरूलाई म एउटा अनुरोध गर्छु, आरटीआई लागू गरेर चाहिँ के अरे निवेदन दिनुहोस्। सूचनाको हक, राइट टु इन्फर्मेसन भन्छ आरटीआई भनेको। त्यो सूचनाको हक संविधानको धारा 3 को समथिङ उपधारामा छ। त्यो नेपालको संविधान पढ्दा पनि थाहा हुन्छ। त्यो हक उल्लेख गरेर हजुरहरूले निवेदन दिनुहोस्। 7 दिनभित्रमा उसले सूचना दिनुपर्छ। अन्यथा नागरिकको हैसियतले जाँदाखेरि तुरुन्तै पनि सूचना दिन पर्छ। आदिवासी भवनको अघि के अरे हाम्रो बुद्धि सरले भन्नुभयो, मैले हेरेको नहेरेको होइन, अवस्था भौतिक अवस्था के छ भनेर प्रदेश सरकारको बजेटमा त्यो बनिएको छ। प्रदेश सरकारकै बजेटमा हामीले नमुना भवन पनि देख्यौँ के अरे हसन्द स्वास्थ्य चौकीमा देखेर आयौँ नि। कति लाखको? 16 लाखको भवन, 10 बाई 12 को कोठा, 16 लाखको भवन देखेर आयौँ नि कसरी काम भएको छ। अनि यत्रो उदाहरण हुँदै पनि तपाईँको अहिलेको के अरे बालन सरकारले गर्न खोजेको कामहरूमा पनि अवरोध गर्ने गरी विपक्षीहरूले हानिराख्दाखेरि त्यही कुरामा हामीहरूले त्यही सेतो पार्टी, त्यही रातो पार्टी, त्यही सुनाखरी के खरिन्छन्, 12 खरी, 13 खरी, 14 खरी, त्यसैको पछि लाग्ने। त्यो चाहिँ तपाईँहरूलाई म आजदेखि अनुरोध गर्छु, त्यो चाहिँ मनोरञ्जनको साधन बनाउनुहोस्। सूचना लिएर मनोरञ्जनको साधन बनाउनुहोस्। सरकारप्रतिको नकारात्मक धारणा चाहिँ नबनाउनुहोस्। यति म अनुरोध गर्छु।
98% तपाईँको चाहिँ अनलाइन समाचारहरू फेक हुन्छ। अझै तपाईँलाई बलियो उदाहरण दिन्छु। जेठको 17 गते संसद अधिवेशन चलिराखेको थियो। त्यहाँ हाम्रा सांसद के अरे सभामुखज्यूले चाहिँ जबरजस्ती संसद चलाउन खोज्नुभयो। त्यहाँ नेकपा एमालेकी सांसद पिङ्गला देवी यादव भन्ने हुनुहुन्थ्यो, तपाईँहरूले मोबाइलमा स्कुल सरकारी स्वास्थ्य संस्थालाई सुधार गर्नका लागि यो व्यवस्था गरिएको थियो। म त अस्ति म इलाममा थिएँ। हाम्रो सम्माननीय प्रधानमन्त्रीजीले चाहिँ फिर्ता लिने घोषणा गर्दाखेरि म त्यही दिन तिनछक परे। हाम्रो माननीय अर्थमन्त्री कसरी निदाउनुहुन्छ होला? गत वर्षको बजेटमा 12 खर्बको राजस्वको अनुमान उठाउन सकेन सरकारले, हैन? 80% आयो। 12 8 96 9 खर्ब 60 अर्ब उठायो भने अहिले 15 खर्बको राजस्व अब यो 3% समता कर हटाइदिएपछि कहाँबाट उठाउँछ यो सरकारले? यो अर्थमन्त्रीले गोजीबाट